नाचलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एआईको यो एज अब सबैजना एआई लागिरहेको छ र यो च्याट जिपिटीलाई नै एआई भन्ने म जस्तै धेरै हुनुहुन्छ अहिले। तर यहाँ आएर जुन टुल्सहरूको बारेमा बुझ्नु पायो सरको झन् एकदमै रमाइलो एनालोजीहरू पनि त्यो पाएँ। अनि टुल्सहरू चाहिँ एकदम रमाइलो धेरै कुरा सहज भइसकेको रहेछ भन्ने कुरा थाहा भयो। आजको डिस्कसनमा मलाई यो जेनेरेटिभ एआईको एउटा विषयमा चाहिँ भित्रदेखि नै जानु मन लागेको कुरा चाहिँ जस्तो रेस्पोन्सिबल एआई र एथिकल एआईको कुरा अनि हिजो सरले भनिसकेको कुराहरू म एकदम एन्टिसिपेसन चाहिँ थियो र त्यो एकदम पुरा भएको छ। एउटा अस्ति एउटा कन्फरेन्समा चाहिँ म थिएँ अनि त्यहाँ चाहिँ एउटा इस्यु जस्तो हामीले एजेन्टिक एआई भनेर एकदम चलिरहनु टर्म भयो। त्यसमा चाहिँ एउटा सफ्टवेयर इन्जिनियरले एउटा एआई एजेन्ट बनाएर त्यो एजेन्ट थ्रु चाहिँ उसले केही काम गर्यो र त्यो कामले गर्दाखेरि ओभरअल सफ्टवेयरमा ह्याम्पर भयो भने एआई जिम्मेवारी कि त्यो मान्छे जिम्मेवारी ह्युमन हुन्छ। अनि आज ठ्याक्कै ह्युमन इन लुपको जुन कुरा आयो त्यसबाट चाहिँ हामी पनि अझ हामी त झन् स्पेसली रेस्पोन्सिबल चाहिँ हामीले हुन्छौँ भन्ने कुरो चाहिँ सबै आइसक्यो। र यति पनि एन्ड नाच्दा चाहिँ धेरै धन्यवाद दिन चाहन्छु।